आज हामी कुरा गरौं महिनावारी मेन्स्ट्रुएसनको बारेमा। महिनावारी लाजको कुरा होइन, यो महिलाको शरीरको प्राकृतिक प्रक्रिया हो। आउनुस् है त, अब हामी लागौं अगाडितिर। विशेष गरी के रहेछ त महिनावारी भनेको? महिनावारी भनेको महिलाको शरीरमा प्रत्येक महिना हुने प्राकृतिक चक्र हो। सामान्यतया 28 दिनको आसपासमा हुन्छ, तर 21 देखि 35 दिनसम्म पनि सामान्य मानिन्छ। 3 देखि 7 दिनसम्म रगत जानु सामान्य हो। अनि अर्को कुरा सुन्नुस् है त, महिनावारी हुँदा हुने समस्याहरू के रहेछन् त? हल्का पेट दुख्नु, कम्मर दुख्नु, थकान महसुस हुनु, रिस उठ्नु, कसैसँग बोल्न मन नलाग्नु हो। यी र यस्ता लक्षण हुन सक्छन् तपाईलाई। सामान्य लक्षण हुन्, तपाई नडराउनुहोस् है। तर यदि अत्यधिक रगत जानु, असह्य दुखाइ हुनु वा महिनावारी 3 महिनाभन्दा बढी नआउनु जस्ता समस्या भएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु आवश्यक हुन्छ। त्यसैले सही जानकारी सही स्वास्थ्यको आधार हो। महिनावारी प्राकृतिक हो, लाज होइन। जानकारी राखौं, स्वास्थ्य जोगाऊं।